What's up guys, welcome to my vlog. अनि आज हामी मेलिया बे भन्ने ठाउँतिर आएको छौँ। यो मेरो फर्स्ट टाइम हो यो ठाउँमा। अनि हामी यहाँबाट आज चाहिँ पोपाई भिलेज जाँदैछौँ, जुन हामीले सानोमा कार्टुन हेर्थ्यौँ, पोपाई द सेलर म्यान भन्ने हो। त्यही कार्टुनको फिल्म बनेको थियो यो ठाउँमा, माल्टामा। अनि यसलाई पोपाई भिलेज भनेर भन्छ। हामी त्यहीँ जाँदैछौँ। अहिले हामी पोपाई भिलेज जाँदैछौँ है। द डे वाज अमेजिङ। यहाँबाट लखर हेर्दै थियो, मेरो साथीले मेरो भिडियो खिच्दैको थियो र तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तो राम्रो थियो कि यो मौसम, यो ठाउँ है। द भ्यू वाज अमेजिङ। यहाँबाट चाहिँ 5 मिनट हिँड्नुपर्ने रहेछ त्यहाँसम्म पुग्नको लागि, र हामी यो बाटोमा हिँड्दैछौँ। अनि 5 मिनट लखर हिँडिसकेपछि हियर वी आर एट पोपाई भिलेजको टिकट काउन्टरमा। मेरो साथीले टिकट किन्यो अनि मैले ब्यान्ड लगाएँ। त्यसपछि हामी त्यो पोपाई भिलेजभित्र छिर्यौँ है। यहाँनिर यो समुद्र देख्दा मलाई एकदम रमाइलो लाग्यो। मैले मेरो साथीलाई भने मेरो 2-4वटा फोटो खिचिदेऊ न, र मैले मेरो 2-4वटा फोटो खिच्न दिएँ मेरो साथीलाई। अनि हामी यहाँबाट मुनितिर लाग्यौँ र हामी यो ठाउँ एक्सप्लोर गर्नतिर लाग्यौँ। यहाँनिर देख्न सक्नुहुन्छ पोपाई र पोपाईको गर्लफ्रेन्ड हैन। त्यसपछि यहाँनिर डिफ्रेन्ट धेरै क्यारेक्टर, सबै क्यारेक्टरहरू थियो यहाँभित्र। यो ठाउँ साँच्चीकै पनि एकदम राम्रो थियो र एकदम रमाइलो ठाउँ थियो। मेरो त यो फर्स्ट एक्सपिरियन्स हो। यहाँ डान्स पनि गरिरहेको थियो यिनीहरू है। मलाई त एकदम रमाइलो लाग्यो यो ठाउँ। ल अब मैसित अब यो ठाउँहरू हेर्नुहोस्। यहाँनिर यो गेमहरू रहेछ, यो ट्रेडिसनल गेमहरू यहाँनिर खेल्यो है। अनि यो म बाउलिङ गर्दैछु है, त्यो फिल्मको ठ्याक्कै सेट जति। अनि यो हेर्नुहोस् त कति रमाइलो छ यो, कति राम्रो छ, आनन्दीय छ है। यो घरभित्र चाहिँ डिफ्रेन्ट टाइप्स अफ मेज गेमहरू थियो। मैले हल्का एक्सपिरियन्स गरेँ। मैले यहाँनिर यो ब्यालेन्स गेम खेलिरहेको छु है। त्यसपछि हामी बाहिर निक्ल्यो। फेरि यहाँनिर यस्तो रमाइलो लाग्यो यो ठाउँ, फोटो खिच्दै भनेर भने मैले मेरो साथीलाई। यहाँनिर म यसरी हेरिरहेको छु, यो समुद्रहरू देखाइरहेको छु। व्हाट्स अप गाइज, हामी अहिले पोपाई भिलेजमा छौँ। जे होस्, अब तपाईँहरू घुम्न नपाए पनि यो भिडियोमा हेर्नुहोस्, यति रमाइलो छ नि यो ठाउँ है। अनि यहाँनिर चाहिँ म रिल्याक्स पाराले पिङ खेल्दैछु। मेरो साथीले मेरो भिडियोहरू खिचिदिँदैछ, साइडको सिनहरू खिचिदिँदैछ। साँच्चीकै एकदमै रियलिस्टिक, एकदमै लाइक बवाले छ क्या यो ठाउँ। म यहाँनिर आइसकेपछि चाहिँ बवाले क्युरियस थिएँ, यो घरहरू के होला, कस्तो होला भनेर। अनि भित्र जान पाउँछ कि पाउँदैन भनेर डर पनि लागिरहेको थियो। अनि एकछिन अनि यताउता हेरेर उ गरिसकेपछि हामीले घरभित्र छिरेर हामीले एक्सप्लोर गर्न थाल्यौँ है। अनि यो घरभित्र चाहिँ ठ्याक्कै त्यो मुभीमा भएको त्यो सिनहरूको होइन। अनि यो ब्रेकफास्ट टेबलहरू 90s को होइन स्टाइलमा थियो क्या। अनि इट वाज अमेजिङ है। अनि मैले त्यहाँनिर फोटो पनि खिचेँ यसरी बसेर। अनि त्यो फिल चाहिँ पुरै 90s को आइरहेको थियो है। अनि यो घरमा चाहिँ के अरे पोपाईको यो सानो सानो किरिङहरू होइन, अनि स्ट्याचुहरू, पियानोहरू थियो। यो रमाइलो भएको थियो। अनि यो चिजहरू चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। अब फेरि हामी अर्को ठाउँमा जाँदैछौँ। यो चाहिँ पोस्ट अफिस रे। अनि यहाँभित्र छिर्यो के छ भन्नु भने यहाँनिर पनि यो फुटबलहरू, मेज गेमहरू थियो। यहाँबाट चाहिँ अनि अर्को उयो माथि चढ्यो है। यो सब यो हल्का 90s पाराको थियो यो ठाउँ हो। अनि भित्र एक्ज्याक्टली सेम लाइक मुभी होइन। अनि यो पुरै काठले बनेको थियो। म चाहिँ बवाले क्युरियस थिएँ किनकि यो मेरो फर्स्ट टाइम थियो। अनि यो चाहिँ मेरो अफिस रे होइन। अनि म गएर ट्याक्क बसेँ है। अनि फोनसोन गरेर आयो। अनि बाहिर हेरेको चटक देखाइरहेको रहेछ। अनि हेर्नु चटक देखाइरहेको। अनि हल्का अगाडि पुगिसकेपछि त ल यिनीहरूको त यहाँनिर खतरा सिन भइरहेको रहेछ होइन। अनि त्यो चोर त त्यहाँ गुड्केको हेर्नुहोस् त त्यहाँ। आमामा, खास भने यिनीहरूले ह्यान्डसम केटाहरू पनि देख्ने नहुने। हेरौँ त, मलाई देख्ने बित्तिकै चुप्प दिन थाल्यो। अनि सबै चिज एक्सप्लोर गरिसकेपछि त्यसपछि हामी बाहिर निक्ल्यौँ। यहाँ बाहिरबाट निक्लिँदाखेरि त यहाँ गल्फ कोर्ट रहेछ सानो खालको होइन।
अनि तपाईँहरूले नर्मल्ली स्टिक लिएर बल लिएर खेल्न सक्नुहुन्छ यहाँनिर है। अनि मैले पनि 1-2वटा ट्राई गरेँ जस अनि फोटो पनि खिचेँ। मेरो लागि त टोटली न्यू थियो, न्यू एक्सपिरियन्स, मलाई रमाइलो लागिरहेको थियो यो ठाउँहरू एक्सप्लोर गर्नको लागि। अनि कुनै पनि चिजहरू मिस नहोस् भनेर मैले एउटै चिज पनि मिस गरेको छैन, मैले सबै देखाइरहेको छु। त्यहाँबाट हामी बाहिर निक्ल्यौँ। अब के गर्ने त भनेर यसो सोच्दाखेरि चाहिँ अलिकति टाइम पनि थियो। अनि त्यसपछि पोपै क्लिफ जाउँ भनेर अनि मैले गुगल म्याप हेरेँ। अनि त्यसपछि हामी 5 मिनटको वकपछि चाहिँ यो पोपै भिलेज त्यो क्लिफबाटको भ्यू चाहिँ यस्तो खालको देखिने रहेछ है, यस्तो खालको देखिने रहेछ। अनि यहाँबाट हल्का हिँडिसकेपछि चाहिँ तपाईँको सन सेट हुँदै थियो अनि द भ्यू वाज अमेजिङ। अनि फोटोहरू खिच्यौँ। यहाँबाट चाहिँ यो समुद्रको भ्यू होइन, अनि यो ल्यान्डस्केप भ्यू चाहिँ बवाले थियो यो होइन। त्यसपछि त्यहाँनिर प्याराग्लाइडिङ गरिरहेको पनि देखेँ है। अनि त्यो प्याराग्लाइडिङ गरेको यो सनसेटको भ्यू होइन, अनि त्यो पोपे भिलेजको भ्यू, इट वाज सो अमेजिङ मिस। अब यत्रो धेरै हिँडिसकेपछि भोक त लागिहाल्छ। त्यसपछि हामीले यहाँनिर पिज्जा अनि फ्रेन्च फ्राई मगायौँ अनि हामीले खायौँ। त्यसपछि हामी घर फर्किनेतिर लाग्यौँ। अनि फेरि बस स्टपमा आइसकेपछि यहाँबाट हामी बस चढेर घर गयौँ। बाई बाई, सी यु इन नेक्स्ट ब्लग।